मम्मी मैले तपाईँलाई कहिले भने छैन होइन, तपाईँलाई हेरिया रातो टिका लगाएको एकदम राम्रो देखिन्छ। तँलाई कहिले भन्थिनँ हेरी आँखा कालो गाजर लगाएको मनपर्छ मलाई ल। मम्मी मैले तपाईँलाई कहिले भने छैन होइन, तपाईँलाई चाहिँ नाकमा कालो न कालो बनाएको एकदम राम्रो देखिन्छ। कहिले भनेको थिइनँ कान्छी रातो लिपस्टिक लगाएको मनपर्छ मलाई। मम्मी तपाईँलाई मैले कहिले भने छैन होइन, तपाईँलाई चाहिँ यस्तो यस्तोमा चाहिँ बोकेदारी आएको एकदमै राम्रो देखिन्छ। भन मैले तँलाई कान्छी त्यही त नभन्नु क्या। तँलाई मैले कहिले भनेको थिइनँ रातो टिका लगाएको मनपर्छ नि जनालाई। मैले तपाईँलाई कहिले भने छैन मम्मी होइन, तपाईँलाई चाहिँ यहाँ आँखा मुनि मुनि रातो रातो लाग्यो एकदम राम्रो देखिन्छ। राम्रोसँग भन्नु न। तँलाई कान्छी रातो गाला गालामा लगाएको राम्रो हुन्छ ल। म गएँ अब सक्छ। मैले तपाईँलाई कहिल्यै भने छैन मम्मी होइन, तपाईँलाई चाहिँ ओठमा पयालो लगाएको राम्रो देखिन्छ। मैले तपाईँलाई अहिलेसम्म भने छैन होइन, तपाईँलाई सेतै पाउडर लगाएको एकदम राम्रो देखिन्छ। तँलाई मैले कहिल्यै भनेको छैन कान्छी यहाँ जुङ्गा बनाएको राम्रो देखिन्छ ल। खालि ल भन्नु म त गएँ। मैले तपाईँलाई कहिले भनेन होइन, तपाईँले यहाँ कपाल चाहिँ 2 चुल्ठी बाटेको एकदम राम्रो। अब बाट्न पर्यो फेरि तँलाई मैले कहिल्यै भन्थिनँ कान्छी तेरो कपाल अगाडि ल्याएको राम्रो देखिन्छ ल। मैले तपाईँलाई कहिले भने मम्मी तपाईँ यतिकै राम्रो मेरो लुक्स चाहिँ मम्मीको लुक्स